Hi everyone, welcome back to my postpartum fitness journey day 2 भिडियोमा र आज पनि मेरो जिम सुरु भएको डे 2 रहेको छ र आज चाहिँ म मेरो छोरी र मेरो हस्बेन्ड जिमको लागि गयौँ र जाँदैछौँ। छोरी र मेरो हस्बेन्ड लिफ्टमा गइसक्नु भएको छ र हामी चाहिँ लिफ्टमा 5th फ्लोरमा छ हाम्रो जिम हल चाहिँ र हामी चाहिँ लिफ्टमा जाँदैछौँ र इन्जोय पनि गरिरहनु भएको छ मेरो छोरी र हस्बेन्ड र यसै गरी तपाईहरूलाई आज मेरो डे 2 भिडियोमा र मेरो जिम वर्कआउटमा मैले के गर्छु भनेर यहाँहरूलाई म देखाउन गइरहेको छु र तपाईहरूले मेरो भिडियोमा चाहिँ राम्रोसँग हाई छोरी रानी छोरी पनि पुसअप गर्दैछ या पुसअप गर्दैछ पुसअपै गरे जस्तो देखिन्छ त छोरो पुसअप गरे हो यता हेर छोरी रानी जाइरा बेबी र म र मेरो हस्बेन्ड चाहिँ वर्कआउट सुरु गर्न गइरहेको छु र त्यतिन्जेलसम्म म मेरो बेबी चाहिँ एकदम राम्रोसँग खेलेर हामीलाई वर्कआउटको लागि सपोर्ट गरिरहनु भएको छ र बेबी चाहिँ उसको पापाले वर्कआउट गरेको हेर्दै इन्जोय गरिरहेछ र खेलि पनि रहेछ। मेरो बेबी आज डेटमा चाहिँ एकदमै ज्ञानी भएर एकदमै खेलिरहनु भएको थियो खुसीको साथ, जसले गर्दा म र मेरो हस्बेन्डले चाहिँ एकदम राम्रोसँग वर्कआउट गर्न पायौँ। थ्याङ्क यू सो मच बेबी, यति मजाले खेलेर सपोर्ट गरिदिएकोमा पापा र मामुलाई। मेरो छोरी चाहिँ खेल्दै हाम्रो वरिपरि हामीलाई हेर्दै इन्जोय गरिरहेको थियो। मेसिनमा वर्कआउट स्क्वाड गरिसकेपछि एकछिन रेस्ट टाइममा सेल्फी लिए डे 2 को है। अनि यहाँ रेस्ट टाइममा पापा र छोरी चाहिँ खेलिरहनु भएको छ। डे टाइममा मैले चाहिँ मेरो डे 2 मा के कस्तो प्रोग्रेस आयो भनेर एकदम राइट लेफ्ट दुवै साइड मैले हेरिरहेको छु मिररमा। र अब चाहिँ म र मेरो हस्बेन्डलाई म सपोर्ट दिन गइरहेको छु वर्कआउटको लागि। रेस्ट टाइममा मैले मेरो बेबीलाई ब्रेस्ट फिडिङ गराएँ र त्यस पछाडि मेरो हस्बेन्डलाई सपोर्ट दिनको लागि म फेरि रेडी हुँदैछु बेल्ट लगाएर। यो बेल्ट लगाउनुको कारण चाहिँ मेरो पेटलाई सपोर्ट गर्छ भनेर मैले पुरै वर्कआउटको टाइमभरि नै मैले बेल्ट लगाएर वर्कआउट गरिरहेको थिएँ र बेबी पनि पछाडि खेलिरहेको थियो। म र मेरो हस्बेन्ड चाहिँ वर्कआउटको लागि रेडी भइसकेको छौँ र मैले मेरो हस्बेन्डलाई सपोर्ट दिएँ र मेरो हस्बेन्डको कहानी चाहिँ वर्कआउटको टाइममा एकदमै डेडिकेट भएर गर्नुहुन्छ, जसले गर्दा मलाई पनि सजिलो हुन्छ। किनभने म मेरो हस्बेन्डलाई देखेर चाहिँ म वर्कआउटको लागि एकदम मोटिभेट हुने गर्छु कि। मेरो हस्बेन्डलाई मैले सपोर्ट दिइसकेपछि म फेरि मेरो नेक्स्ट वर्कआउटको लागि लागेँ र मैले चाहिँ नेक्स्ट वर्कआउटमा ल्याट्स पुल डाउन गरेँ र
यो गरिसकेपछि चाहिँ मैले अहिले फिक्स यो दिनमा यो गर्छु यो दिनमा यो गर्छु भनेर मैले वर्कआउट गरिरहेको छैन। म हप्ता दिनसम्म चाहिँ म मेरो वर्कआउटको फर्म एकदम पर्फेक्ट गर्नलाई ट्राई गरिरहेको छु। त्यस पछाडि म रुटिन बनाएर के गर्ने भन्ने कुरा डे बाई डे गर्नेछु, जुन चाहिँ म हजुरहरूलाई भिडियोहरूमा देखाइ नै रहने छु। र लाइट्स पनि अन गरिसकेपछि चाहिँ म एकछिन रेस्ट लिएँ। रेस्ट टाइममा चाहिँ मेरो बेबी एकदमै यसरी सुतिरहेको थियो। एकदम उसलाई देखेर मलाई एकदम माया नि लागिरहेको थियो बिचरा। म भोलिदेखि चाहिँ उसको लागि पनि कपडाहरू म्यानेज गरेर जाने छु जिममा है। अब जिम एक साइड छँदैछ, अर्को साइड मामु हुनुको रेस्पोन्सिबल पनि निभाउनु पर्ने हुन्छ। त्यसैले चाहिँ मेरो नेक्स्ट सोल्डर्सको वर्कआउटमा गर्न थालेँ र मैले बिचमा भिडियो पनि लिइरहेको थिएँ सम्झिँदा है। अनि त्यसै बिचमा चाहिँ हस्बेन्ड आउनुभयो। मेरो भिडियोको भिडियो गराइ मिलिरहेको थिएन र उहाँले मेरो भिडियो गरिदिनु भयो है। त्यसै गरी मेरो वर्कआउट चाहिँ मैले आजको दिनमा चाहिँ सकेँ। बिचमा कुनै वर्कआउटको चाहिँ मैले भिडियो लिइनँ। र यसै गरी लास्ट सेल्फी लिनु भनेर मेरो छोरी पनि ठ्याक्क उठेको थियो र म र मेरो छोरी चाहिँ मेरो डे 2 को भिडियो सेल्फी भिडियो लिन गएँ र म चाहिँ मेरो छोरीलाई हँसाउन ट्राई गरिरहेको छु र ऊ मुस्कुराउन लाग्दा चाहिँ उसको फेस एकदम मलाई राम्रो लाग्छ क्या है। जोसुकै पनि आफ्नो छोराछोरी राम्रो लाग्छ, त्यसमा झन् मुस्कुराइदिएको अति नै मनपर्छ, अति नै प्यारो लाग्छ है। र म र मेरो छोरी चाहिँ अन्तिम भिडियो लिइसकेँ र यसरी भिडियो सँगसँगै केही फोटोहरू खिचेको थिएँ। त्यो फोटो पनि मैले यहीँ राखेको छु र छोरी र म चाहिँ एकदम इन्जोय गरेर भिडियो र फोटो लिइसक्यौँ। र यसै गरी मेरो डे 2 को वर्कआउट चाहिँ मैले यहीँ सकिदिएँ र तपाईँहरूलाई त्यसै गरी मेरो डे 3 को भिडियो पनि म भोलि लिएर आउनेछु। स्टे ट्युन, बाई बाई एन्ड टेक केयर योरसेल्फ।